हेलो वाट्सएप फ्यामिली त सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म बिहान उठेर म टेबलमा बसिरहेको अनि मौसम पनि त्यस्तै छ। अनि आज चाहिँ मैले के गर्छु भने आज चाहिँ भात पकाउनु पर्ने हुन्छ किचनमा। सो मेरो घर चाहिँ गाउँको घर चाहिँ यस्तै हुन्छ। यहाँ चाहिँ बिहान बिहान उठेर यस्तो हालत छ कि अनि हाम्रो गाउँको नजारा पनि त्यस्तै त्यस्तै भएको छ अहिले। अब अब मैले चाहिँ अनि भाइले चाहिँ भित्र भिडियो हेर्दैछन्। हामी चाहिँ अब मैले अब भात दिन पकाउनु पर्ने हुन्छ। टु लेट्स गो। मौसम पनि यस्तो छ। राम्रो नभए भने दिउँसोमा हेर्नु होला भन्न चाहन्छु। केही नभए पनि अनि यस्तो छ हाम्रो गाउँको चाहिँ फोहोर नभन्नु होला। गाउँको चाहिँ यस्तै हुन्छ। जति गरे पनि त्यति नै फोहोर हुन्छ क्या गाउँमा चाहिँ। कहाँबाट फोहोर आउँछ गाउँ। हाम्रो चाहिँ किचन यता भएको छ। सो गाइस तर गाउँमा ग्यास ग्यास चाहिँ छ होइन, तर मलाई बोलाउन डर लाग्छ। माथि ठुलो उसमा छ ग्यास चाहिँ। सो सो गाइस चामल निकालिसके। सो देख्न सक्नुहुन्छ सबै उस्तिर अब यसलाई धुनुपर्ने हुन्छ गाइस। यसलाई धुनु पर्ने हुन्छ। मैले चाहिँ खाना बसालिसकेँ अनि मेरो टिममा चाहिँ के हुन्छ भने यो 2 नारी जति मासु, यता छ मासु, 2 जना जति मासु अनि अलिकति साग मुन्टा अनि के आलु हुनेछ। अब म यो पाक्दासम्म चाहिँ मैले तरकारीको व्यवस्था गर्छु। सो सबैजनाले अन्तिमसम्म हेर्नु होला। मन नपरे पनि पऱ्यो भने चाहिँ तरकारी फर्स्ट चाहिँ इस्कुसको मुन्टा लिनु जानुपर्नेछ। र चाहिँ मुन्टाको खानी चाहिँ यता छ अनि यहाँ टिप्छु अब म चाहिँ। सो गाइस मुन्टा नि टिपिसकेँ यहाँ। अब त मैले अर्को घरभित्र आलु छ अनि त्यहाँ लिनु जानु पर्नेछ। सो हे गाइस मैले चाहिँ भात दिन पकाइसक्यो। भ्लग कस्तो मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई।